एउटा चोर घरभित्र पसेछ, अँधारामा भाँडा ट्याङ्ग्याङ्ग ठोकिएछ। भाँडा ठोकिएपछि घरवालाले चोर आयो कि क्या हो भनेछ, म्याउ गरेछ। बिरालो पो रहेछ भन्नु घरवालालाई। एकछिनपछि फेरि यसो चल्ने बित्तिकै अँध्यारो थियो, फेरि भाँडा त ट्याक्राक्क ठोकिने मात्रै होइन, धेरै गर्लाम मुर्लुम भएपछि उठेर हेर्दा त के को बिरालो हुनु, म्याउ त गर्दै थियो। तर घरवालाले टर्च बालेर यसो हेर्दा त ढाडे। घरवाला भन्दैछ, छानो चुयो अर्को बनाउँछु भनेर, छानो भत्कायो, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ। अहिले हामी अप्ठ्यारोमा छौँ, अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्। चुलामा तपाईमा सेन्स अफ ह्युमर कतिको छ? अलिअलि। अमेरिका म गएको थिइनँ, अमेरिका छ भन्थे, मैले पत्याएको थिएँ, पछि गएर हेर्दा हो रहेछ। जस्तो भन्नुहोस् न, एउटा कुनै चिज राम्रो लाग्यो, तपाईँले त्यो चिज लानै पर्छ, घरमै डेकोरेट गर्नुपर्छ भन्ने छैन नि। राम्रो लाग्नु, तपाईँलाई पनि राम्रो लाग्छ, मलाई पनि राम्रो लाग्छ, अरूलाई पनि राम्रो लाग्छ, हेरिन्छ गइन्छ, समान दृष्टिकोण हुन्छ। देशको झन्डा उठाउनु पर्यो, चन्द्र सूर्यवाला झन्डा, कालो कालो। म कति पपुलर रहेछु भने मलाई सबभन्दा मन नपराउनेहरूले पनि म माथिको समर्थन फिर्ता ल्याएको छैन। यस, सम्बन्ध बिछोडमा गयो, आज सम्बन्ध विच्छेद भयो। होला होला। कुनै जमाना थियो तपाईँ प्रचण्ड सँगै रहनु पर्थ्यो, प्रचण्ड बिना तपाईँ बाँच्न सक्नुहुन्थ्यो। प्रचण्डले मलाई एक दिन भन्नुभएको थियो, केपी शर्मा ओली मलाई चाहिन्छ, उहाँ बिना म रहनै सक्दिनँ, सँगै चिया खानुपर्छ, खाना खानुपर्छ, प्लेनमा जानुपर्छ, कार्यकर्ताको बिचमा जानुपर्छ, देशभरि घुम्नुपर्छ भन्ने तपाईँहरू नि हो दुवै नेता। एउटा जेठ दुईजनाले संयुक्त रूपमा हाँकेको हो, तर आज हाक्या हो। अब गाडी ल्यान्ड गर्न पाएको छैन, प्लेन ल्यान्ड गर्न पाएको छैन, ढोकाबाट जम्प गरेर हिँडेपछि त उहाँले साथ दिनुभयो भने के गर्नुहुन्छ त्यतिखेर तपाईँहरू? म त्यस्तो सोच्दिनँ उहाँहरूले त्यसो गर्नुहुन्छ भनेर। तपाईँ निकै हर्षित हुनु पऱ्यो, बालुवाटारमा एकदम खुसियाली छ अरे। के भयो, लड्डु देशभरि लड्डु खाएँ। कारण बहुत खतरनाक ठाउँमा उसले आम फाल्छ र हिरोइनलाई बचाउँछ। जसलाई जति बेला आयो, आउन मन लाग्यो आयो, जान मन लाग्यो गयो, जति किलो किन्न मन लाग्यो किन्यो, किन्न मन लागेन भने हेरेर गयो, अथवा छेउमा तारेका माछासँग अलिकति केही खानेपिने रहेछ भने त्यो पनि गरेर गयो। यस्तो होइन पार्टी भनेको। मैले त्यति बेला चिया बनाउने घरमा कोही थिएन, मैले नै चिया बनाएर खुवाएको थिएँ, ब्ल्याक टी। यस्तै जुन आज हामी पनि खाँदैछौँ। एकपल्ट बोल्ने बडा गड्ढा रहेछ त होइन? होइन, तथास्तु भनिदिनु पर्यो हामीलाई, यसरी भएन प्रभु। प्रधानमन्त्रीको पद लिइदिनु पर्यो, यो सम्हालिदिनु पर्यो जिम्मेवारी। हामी त सङ्कटमा छौँ, अबिर जात्रा गरिसकियो प्रभु, लड्डु खाइसकियो प्रभु। यस्तो बेलामा प्रधानमन्त्री पनि अस्वीकार गरिदिनु त भएन, तथास्तु भनिदिनु पर्यो प्रभु। केपी ओली भन्नुभएको थियो नि, अहिले त त्यसै छ त बाहिर, त बाहिर सबै चिजको जड केपी ओली। तपाईँको सङ्गत केही नराम्रा मान्छेहरूसँग छ क्या हो? सबैसँग हुन्छ, केही सबैसँग हुन्छ भनेदेखि त त्यसो भन्दैन त जनताले। त तपाईँले सुन्नुभयो होला नि, प्रधानमन्त्री कसरी बहिर्गमन हुन्छ भन्दाखेरि राजीनामा गरेर पनि होइन, विश्वासको मत लिनु नसकेर पनि होइन, अविश्वास राखेर पनि होइन। त उहाँहरूलाई मन पर्दैन भने अविश्वास राखेर अविश्वासको प्रस्ताव पारित गरेर हटाए भइगयो नि त। दर्ता गर्नुभएको छ। कसको धन्दा कतातिर, कसको धन्दा कता। सरकारले जति काम गर्न सक्थ्यो गर्न दिएन। धरहरा बनाएको केपी ओलीले होइन, इन्जिनियरले। अन्तर्राष्ट्रिय मञ्चहरूमा हामी चिनिन थालेका छौँ, सुनिन थालेका छौँ। एउटा भनाइ छ नि, ढुङ्गो बोल्ला ऊ बोलेन। हामीलाई चित्त दुख्छ, यसको श्रेय कसैलाई जान्छ कि भनेर। तपाईँहरू गल्ती गरेर पनि भोट हाल्नुहुन्छ, नजर नलागोस् भनेर पनि बेसार प्रयोग गर्ने चलन थियो।